आज 9 मार्च 2026 को दिन फेरि पनि हजुरहरूलाई मेरो टेरेस गार्डनमा यहाँनिर सिबी रोपेको छ। अनि यो सिबी अब यत्रो भइसकेको छ। अनि विशेष हजुरहरूलाई यो सिबी चाहिँ म देखाइरहेको छु। यो सिबी रोपेको सायद 15 दिन जस्तो भइसक्यो होला। अनि यसरी आएको छ यो पालि पनि। अनि अरू चाहिँ मेरो यो यहाँनिर बैगुन छ, तितेलीहरू छ, भर्खर यो उम्रिन लागिरहेको छ। अनि कतिचोटि यहाँनिर कति राम्रो फुलहरू छ सानो त, तर यी फुलहरू भन्दा पनि राम्रो चाहिँ योपालि मेरो अर्ग्यानिक सिबी यसरी हजुरको बिचमा म देखाइरहेको छ। राम्रो आएको छ सबै यो घिउ सिबीहरू। अनि तब हामी यता गयो भने यहाँनिर पदेना आउँदैछ, यो साग दिइरहेको छ, अलिअलि सुन्तलाहरू छ। यहाँनिर सिम्बिडियम अर्किड यो सानो यहाँनिर अब योहरू फुल्नु लागेछ। योहरू यो चाहिँ जापानिज लोकल अर्किड हो। यहाँ पनि छ, यो अब फुल्नु लागेको छ योहरू। अनि 1-2वटा भेन्डा स्पेसिस फुलहरू फुलिरहेको छ। अरू चाहिँ त्यति साह्रो फुलेको छैन। यो तपाईँको सानो फुल्न लागेको यो यसरी छ। अनि एउटा यहाँ पनि छ, एउटा यो निकै राम्रै खालको यो यस्तो आइरहेको छ है, सायद यो पनि राम्रो हुन्छ। योमा जापानिज लोकल फुल छ यो पनि। यो साह्रै लामो बस्छ, यो सिम्बिडियम अर्किडहरू छ। अनि यहाँनिर राम्रो बिउहरू फुल्दैछ, थुप्रै फुलहरू छ यहाँनिर, धेरै फुलहरू छ। तपाईँ यहाँदेखि हामी हेर्न सक्छौँ। यहाँदेखि यो लहराको फुल फुलिरहेछ। यस्तो छ मेरो अर्ग्यानिक फार्म छ। टमाटर फलिरहेको छ, धनियाँहरू छ। मेरो धेरै म सँगसँगै पछ्याउँछ, जहिले पनि जहाँ म जान्छु यस्तै आउँछ हो। यस्तो छ, माया लाग्दछ, मलाई पछ्याउँछ, मलाई लिनु आउँछ यसले। अनि माया लाग्दछ, यस्तो छ। यो तपाईँको यो बनिफिसिया भन्ने साह्रो राम्रो फुल्छ। यति राम्रो फुल्छ यो तपाईँको रङ्गी बिरङ्गी छ यसो फुल्छ। बनिफिसिया फुल यो पालिको, यो चाहिँ 2026 को यो पालिको आएको बनिफिसिया। यो नेपाल प्लान्ट अब केही दिन बादमा ड्राइगन प्लान्टहरू छ यहाँनिर। यस्तो छ अर्ग्यानिक फार्मिङको माथिदेखि लिएर यो सबै योहरू यसरी छ। टेरेस गार्डनमा चाहिँ तपाईँको खेती गऱ्यो भने राम्रै हुँदो रहेछ। यस्तो छ यहाँनिर हजुरलाई एकपल्ट सट्टै अन्तिम देखाइरहेको छ टेरेस गार्डनको प्लानहरू चाहिँ।